परान फिल्म हेरिसकेपछि यो रिभ्यू दिन चाहिँ म एकदम मनैदेखि कस्तो भइरहेको छैन। एकदम मुभी चाहिँ एकदम बवाल छ। बाबु कता आयो तिमी? कुन फिल्म हेर्न आयो नि? यो मुभीको रिभ्यू धेरै नै राम्रो आइसकेपछि हामी चाहिँ गयौँ परान भन्ने मुभी हेर्नलाई। यो मुभीमा चाहिँ कस्तो देखाउन खोजिरहेको छ भने चाहिँ बुढो भएको बाउ आमाको चाहिँ छोरी नै सहारा हो। उनीहरू चाहिँ विदेश गयो भने उतै हराउँछन्। त्यही भएर छोरीलाई चाहिँ आफ्नै आँखा वरिपरि राख्नुपर्छ भन्ने चाहिँ छ। सारङ्गी मुभी जस्तै यो फिल्मले नि रुवायो होइन मेरो फ्यामिलीलाई चाहिँ। इमोसनल सिन चाहिँ कति छ होइन। इमोसनल सिनले चाहिँ भरिपूर्ण छ होइन। फिल्म सकिसकेको छ। फिल्म चाहिँ एकदम दामी छ है गाइज, सबैजना हेर्न आउनु होला यो फिल्म चाहिँ होइन। यो फिल्म हेरिसकेपछि चाहिँ होइन आफ्नो बुढो भएको बुवा आमा हजुरबा हजुरआमालाई चाहिँ छोडेर जान मन लाग्दैन। सबैजनाले एकचोटि हेरिदिनु होला है सबैजनाले है। थ्याङ्क यू फर वाचिङ।